Hello guys and welcome back to my YouTube channel guys. अनि हामी चाहिँ आज चाहिँ कहाँ जाँदैछौँ भन्दाखेरि आज चाहिँ लामा टावर जाँदैछौँ होइन. अनि लामा टावर अघि चाहिँ अर्कै के अरे नाना गुम्बातिर जाने प्लान बनाइरहेको थियो तर क्यान्सल भयो. अनिखेर म नौँदै क्यान्सल भयो. फेरि अनि अहिले चाहिँ ठ्याक्क लामा टावर जान लाग्छौँ होइन. अनि लामा टावर गएर चाहिँ काफल हान्ने विचारमा छौँ हामी होइन. अनिखेर मेन उद्देश्य चाहिँ हाम्रो काफल हान्ने हो. अनिखेर अरू के गर्छौँ ट्याक्क हेर्दैछौँ होइन. अनिखेर ल त्यही भएर त गाडी चाहिँ अब ठ्याक्क बसमा गएर भेट्छौँ अथवा त्यही लामा टावरै गएर भेट्छौँ. किनकि मेरोमा चाहिँ हल्का स्टोरेज कम छ त्यसैले चाहिँ अब लगाइदिएर गर्दै त गाडी हामी चाहिँ गाडी कुर्दैछौँ होइन. गाडी एउटा चाहिँ फुत्किहाल्यो. अब अर्को चाहिँ कुर्दैछौँ यता बसेर. गाइज हामी चाहिँ बिरुवा आइसकेका छौँ. अब यहाँबाट चाहिँ यतातिर च्यातिनु पर्ने हुन्छ. यहाँ चाहिँ एउटा उयो छ होइन. अनि यहाँबाट चाहिँ अब प्योर हाइकिङ हुन्छ होइन हाम्रो. यो डाँडा काँडा हानिदिने हो. अब ल है त गाइज त्यहीँ अब यसो यस्तै मोमेन्ट आयो भने अलिकति खोलिन्छ क्यामेरा होइन. नभए चाहिँ अब त्यहीँ गएर खोलिदिन्छ है त गाइज होइन. यो चाहिँ ट्याक्क नाम चाहिँ थाहा भएन होइन. जस्तो यता तलतिर चाहिँ गोर्खुली दिन्छ अनि यहाँ मासतिर चाहिँ लामा टावर महालक्ष्मी 9 लामा टावर ललितपुर रहिहाल्छ. ल हामी चाहिँ अब त्यो डाँडामा पुग्नु पर्ने हुन्छ होइन. काफल हन्टिङै गाइज आजको भिडियो चाहिँ गाइज हामी चाहिँ फाइनली जङ्गल छिरिसकेका छौँ. यता छ मङ्गल दोस्त अनि यता हाम्रो दोस्तको नाम चाहिँ के हो पानी पिउ हाम्रो दोस्त. बाटो पुरै चिप्लो. हामी चाहिँ जङ्गलमा आइसकेका छौँ गाइज. काफल चाहिँ यसरी खानुपर्ने हुन्छ होइन. किनकि मेरो दुइटा हात एउटा हातले क्यामेरा ल म्या काफल झर्दै यार केटा. रातो रातो हरियो हरियो केटा दोस्तहरू चाहिँ उहाँ माथि पुगिसक्यो होइन. म चाहिँ यहीँ छु. लास्टै चिप्लो छ गाई चाहिँ. त्यो भएर अति बवाल मजा चाहिँ आइरहेछ एडभेन्चर पुरै. ल बस डेन्जर चढिदिने ल. दोस्तले चाहिँ माथिबाट फ्याल्दैछ आम्बो. यो दुई तिनवटा चाहिँ झऱ्यो होइन. सब झऱ्यो यार. ठिकै छ. अब मस्त यहाँ बस्दै ट्याक्क यसरी केटा हो दामी छ यार. गाइज अब म चाहिँ यतिकै बस्तिर खाइरहन्छु. केटाहरू चाहिँ रुखतिर छन् उता पनि छन् गाइजहरू होइन. ल ठिक छ केटा ट्याक्क बसेर यहाँ खानुपर्ने हुन्छ मिठो मिठो चिजहरू यसरी. कसलाई यार यो पुरै जङ्गलभरि नै छ यार यो काफल त. म त यार पुरै भन न यार के रे दोस्त. केटाहरू माथि टुप्पा टुप्पामा छन् होइन. अब म चाहिँ खानु जानुपर्ने हुन्छ होइन. ठिकै छ. हल्का स्लिपरी रोड चाहिँ हल्का स्लिपरी होइन. जर पाकेको केटा हो. लेट्स गो काफल खाने.
ल ए केटा हो कालो कालोवाला झर्छ क्या मैले खेल्दाखेरि रोड पाकेको थियो झर्छ झरिदिन्छ क्या मेरो हात चाहिँ यस्तो भइसकेको छ म हरेक जुन चाहिँ रुख पनि समातिदिन्छु त्यो भएर चाहिँ साथी गोलीले दोस्तको शीतल हावा चलिरहेको छ गाइस अहिले चाहिँ ट्याक्टरको चाहिँ 4:30 जति भयो होइन त्यही बाटो त्यो बाटो चाहिँ एकदमै डेन्जरस एडभेन्चर भरिपूर्ण छ है केटाहरू अझ बोट चढ्दैछन् मलाई चाहिँ अलिकति पुया जस्तो भइसक्यो काफलको बोट त टन्नै छ यार यहाँ माथिदेखि तलैसम्म काफलको बोट छ यार गाइज टन्नै छ यार गाइज भन त काफलको रुखमा कसरी चढ्ने र कसरी झर्ने सिकाउँदै हुनुहुन्छ ल मङ्गल दोस्तको झराइमा पनि अलिकति दामी छ तर आफै झर्छ कि क्या तलतिर त मुझे हामी तलै पुग्न लाग्छ त बे छ न त दामी छ त म्याङ्ग्रुभ दोस्तले चाहिँ हाम्रो के भन्छ अरे रुख चढ्न सिकाउँदैछ होइन पहिला के गर्ने भन न जस्तै सुके रुखमा पनि आइएल्स गराइदिन्छ पिएचडी गराइदिन्छ है मङ्गल दोस्तले तर म चाहिँ झर्न सकिनँ यार दोस्तहरू यता पुरै यस्तो चिप्लो छ कि गाइज त्यसैले चाहिँ नाइस सर यु क्यान डु इट ल दोस्त च्याप्पा हातले बास केटो त के हो यार माथि पुगिदियो त्यो एकैछिनमा डेन्जर छ यार काफल केटा हो लामा टावरमा काफलको कमी छैन गाइज अब उसले उताबाट फुत्त फ्यालिदिन्छ म यहाँ बसेर पप खान्छु तर मुखैमा फ्यालेपछि चाहिँ अलिकति 2-3 शब्द छाडिदियो कि क्या मुख किरे हाल्छ यार मुख ल है केटा हावा पनि चलिरहेको छ दामी भइरहेको छ हामी चाहिँ लागिसकेका छौँ तलतिर यो म्यान एडभेन्चरको सिमै छैन सबै पछाडि चाहिँ म हिँडिरहेको छु होइन दामी ल अब चाहिँ हल्का चार्ज पनि सकिन्ला होइन त्यो भिडियो चाहिँ अन्त्य गर्नुपर्छ जस्तो छ ल गाइज यार क्यामेरा बन्द गरौँ भनेको यस्तो दामी भ्यू देख्यो कि पास म क्यामेरामा त नआउला होइन त्यहाँदेखि दामी भ्यू आइरहेको ल दामी छ केटा हो ठाउँ खतरा छ ल गाइज थ्याङ्क्स फर वाचिङ दिस भिडियो यहाँसम्म जसले हेरिदिनु भयो सबैलाई धन्यवाद होइन अनि त्यसपछि अब चाहिँ म प्लान बनाउँदैछु अरू पनि होइन भ्लग त्यो हाल्ने होइन त्यसको लागि होइन तर के हो भन्दाखेरि चाहिँ अलिकति टाइम चाहिँ यस्तो म चाहिँ घर गएर फेरि यता भक्तपुरतिर आएको थिएँ अनि त्यसैले चाहिँ ठ्याक्क लगाएर मैले एडिटिङ गर्न चाहिँ अलिकति भ्याइनँ होइन अनि त्यसपछि चाहिँ अब आज चाहिँ एडिटिङ गरेर आजै हाल्छु भनेर सोचिरहेको छैन अरू चाहिँ ठ्याक्कको चाहिँ 11 साढे 11 भइरहेको होइन 11:30 भइरहेको अनि त्यसपछि अब हाल्छु अनि त्यसपछि त्यो गाइज अब आउने गर्छ भिडियो होइन अनि तर यो भिडियोमा चाहिँ लाइक राखौँ 10 राखौँ 25 अरूको बढ्दै जान्छ मेरो चाहिँ घट्दै जान्छ होइन फर्स्ट भिडियोमा 25 राखेको थिएँ अनि दोस्रो भिडियोमा 20 राखेको थिएँ अब चाहिँ 10 हालौँ होइन त्यही हो गाइज ल है त कीप वाचिङ स्टे सेफ स्टे हेल्दी गाइज जय सामो जय सामो That's Samo. Tang, 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 tang.